नमस्कार आदरणीय प्रधानाध्यापक, हाम्रा व्यवस्थापक, शिक्षकगण, अभिभावक, दर्शकवृन्द तथा प्रिय विद्यार्थी भाइ बहिनीहरू। आज हाम्रो विद्यालय यस श्रीकृष्ण शेर्पा इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलको क्याप्टेन र भाइस क्याप्टेनको चुनाव 2082 को विशेष निर्वाचन कार्यक्रममा एकीकृत भएर यो भिडियो प्रस्तुत गरेको छौँ। स्वागत छ तपाईहरू सबैजनालाई। यो चुनाव केवल पदको लागि मात्रै होइन, नेतृत्व, जिम्मेवारी र लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण उदाहरण हो। आज हामी हाम्रो विद्यालयको भविष्यको नेतृत्वकर्तालाई सुन्नेछौँ। सर्वप्रथम हाम्रा शिक्षकहरूले उहाँहरूलाई निर्वाचन प्रक्रिया बारेमा सबै सिकाउनुहुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, जुन सम्पूर्ण प्रक्रिया यस प्रकार रहेको छ, जसमा 3 जना सुरक्षाकर्मी, 2 जना कर्मचारी, 1 नामावली निरीक्षक, 1 सहायक अधिकृत र 1 मतदान अधिकृत गरी निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। अब प्रस्तुत गरिन्छ क्याप्टेन पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरू, जसमा 2 जना उम्मेदवारहरू हुनुहुन्छ। उहाँहरूको आफ्नो विचार, योजना र उद्देश्यहरू रहेको छ। साथै अब पुनः प्रस्तुत गरिन्छ भाइस क्याप्टेन पदका लागि उम्मेदवारहरू। उहाँहरू पनि आफ्नो दृष्टिकोण र भविष्यको योजनाहरू उस्तै साझा गर्नुहुन्छ। अब सुरु हुँदैछ मतदान प्रक्रिया। यो सभ्य, शान्त र अनुशासित तरिकाले लाइनबद्ध भई सञ्चालन भएको हेर्न सक्नुहुन्छ। प्रत्येक विद्यार्थीहरूले 1 मत दिई रहनु भएको छ।
क्याप्टेन र भाइस क्याप्टेन दुवैको लागि प्रत्येक रोजाइको उम्मेदवारको नाममा आफ्नो सही चिन्ह रहेको छ। यसै गर्दै उक्त निर्वाचन कार्यक्रममा क्रम अनुसार मतदान गर्दै समापन भयो। बाँकी गणना र नतिजा भोलि घोषणा हुनेछ। भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हजुरको बहुमूल्य समय उत्कृष्ट र सुखमय रहोस्। धन्यवाद।